आज हामी एउटा यस्तो नटको बारेमा कुरा गर्दैछौँ जसमा नेपालको कृषि भविष्यलाई नै बदल्ने गजबको क्षमता छ। यो एउटा यस्तो बाली हो जुन स्वादिलो मात्र छैन, यसले हाम्रो खेतीपातीका केही सबैभन्दा ठूला समस्याहरूलाई समाधान गर्ने एउटा अचम्मको शक्ति पनि राख्छ। ल एकछिन सोच्नुस् त, के होला यदि एउटै बालीले किसानको आम्दानी बढायो, अर्को महत्त्वपूर्ण बालीलाई फस्टाउन मद्दत गर्यो अनि त्यो वर्षौंदेखिको जनावरको दुःख पनि हटाइदियो भने? आज हामी यही प्रश्नको उत्तर खोज्नेछौँ। ल सुरु गरौँ है त। आखिर के हो त यो म्याकाडामिया नट अनि संसारभरि यसको भाव कस्तो छ? यो हो म्याकाडेमिया नट। यसको वैज्ञानिक नाम हो म्याकाडेमिया इन्टेग्रिफोलिया। तर हाम्रोतिर त यसका कति रमाइला नाम छन्। कसैले देशी बदाम भन्छन्, कसैले फलामे बदाम, कसैले त जापानिज कटुस पनि। अब फलामे बदाम किन भन्ने होलान्? किनभने यसको बोक्रा फलाम जस्तै सारो हुन्छ। हेर्दा सानो गुच्छा जस्तो, तर बाहिर जति कडा भित्र त्यति नै मूल्यवान। स्वादको त कुरै नगरौँ, यो त स्वास्थ्यको लागि खजाना नै हो। फाइबर, म्याग्नेशियम, आइरन के छैन र यसमा? अनि सबैभन्दा राम्रो कुरा थाहा छ? कोलेस्ट्रोल जिरो, बिल्कुलै छैन। सानो दाना भनेर हेप्न मिल्दैन है। यसको आर्थिक पावर कति छ होला? 2021मा यसको ग्लोबल मार्केट थियो $1.44 अरब। हो, अरब डलरको कुरा हुँदैछ। अनि यो बजार रोकिएको छैन। हरेक वर्ष लगभग 10.7%ले बढिरहेको छ। मतलब संसारभरि यसको माग ह्वात्तै बढेको बढ्दैछ, जसले गर्दा नयाँ ठाउँमा खेती गर्नेहरूका लागि त सुनौलो अवसर नै हो। अहिलेको कुरा गर्ने हो भने संसारको आधाभन्दा बढी उत्पादन त जम्मा 2टा देशले गर्छन्, दक्षिण अफ्रिका र अस्ट्रेलिया। यसको मतलब के हो त? मतलब सिधा छ, बजारमा अरूको लागि पनि प्रशस्त ठाउँ छ। नेपाल जस्ता नयाँ खेलाडी मैदानमा उत्रिने राम्रो मौका छ। ल संसारको कुरा त भयो, अब आफ्नै देशतिर फर्कौं। आखिर नेपालको लागि यो किन यति खास छ त? किन होला? किनभने हाम्रो भूगोल नै यसको लागि बनेको जस्तो छ। यसलाई चाहिने 1600 मिटरसम्मको उचाइ, तराई र भित्री मधेसको जग्गा अनि हल्का सुक्खा र घमाइलो मौसम सब नेपालमा छ। अनि यो हावामा गरेको कुरा होइन है। काभ्रे, धनकुटा, कीर्तिपुर जस्ता ठाउँमा त यसको खेती सुरु भइसक्यो र सफल पनि भएको छ। ठिक छ, सम्भावना त देखियो, तर किसानको लागि यो लगाउन कतिको सजिलो वा गाह्रो छ त? बिउदेखि फलसम्मको यात्रा कस्तो हुन्छ हेरौँ न। सोचेभन्दा धेरै सजिलो छ। खासै ठूलो झन्झट नै छैन। 2 फिटको खाल्डो खन्ने, 2 डोको जति मल हाल्ने अनि राम्रो बिरुवा रोप्ने। सकियो। यसको स्याहार सुसार पनि अरू फलफुलको बोट जस्तै हो। त्यसैले किसानहरूलाई केही नयाँ सिक्नुपर्ने बोझ पनि भएन। तर एउटा कुरामा चाहिँ ध्यान दिनुपर्छ। बिरुवा कुन लगाउने? बिउबाट उमारेको कि कल्मी गरेको? बिउबाट उमारेकोले फल दिन 9 वर्ष कुर्नुपर्छ। तर कल्मी गरेको छ भने जम्मा 4 वर्षमै पैसा कमाउन सुरु। यो समयको बचतले किसानको लागि कति ठूलो फरक पार्छ हैन त? लगानी छिट्टै उठ्छ। पैसाको कुरा भयो, खेतीको कुरा भयो, तर अब आउँछ यसको सबैभन्दा गजबको फाइदा। सायद नेपालको लागि सबैभन्दा ठूलो फाइदा पनि यही हो। नेपालको गाउँघरमा खेतीको सबैभन्दा ठूलो दुश्मन को हो? बाँदर। रातारात बाली सखप पारिदिने यो समस्याले कति किसानलाई आजित पारेको छ। तर म्याकाडामिया यो हो बाँदर प्रुफ नट। एउटा यस्तो बाली जसलाई बाँदरले हेर्छ मात्र, छुन सक्दैन। कसरी? पहिलो कुरा, यसको पात अलिक काँडा काँडा जस्तो हुन्छ, बाँदरलाई चढ्नै गाह्रो। अनि दोस्रो, जुन सबैभन्दा महत्त्वपूर्ण छ, यसको बोक्रा यति साह्रो हुन्छ कि बाँदरले फुटाउनै सक्दैन। यो त प्राकृतिक कवच जस्तै भयो। अझै फाइदा सकिएको छैन। यसको अर्को बोनस के छ भने यो कफीको लागि एकदमै राम्रो साथी हो। कसरी? कफीलाई चाहिन्छ छाहारी। म्याकाडामियाको रुखले दिन्छ छाहारी, मतलब एउटै जग्गामा 2-2वटा महँगो बाली, आम्दानी सिधै डबल। ल यति सबै कुरालाई एक ठाउँमा राखेर हेर्दा के देखिन्छ त? नेपालको खेतीपातीको भविष्य कता जाँदैछ? छोटकरीमा भन्दा म्याकाडामिया एउटा प्याकेज डिल जस्तै हो। संसारमा माग बढ्दो छ, नेपालको हावापानी यसको लागि एकदमै राम्रो छ। बाँदरको सबैभन्दा ठूलो टेन्सन नै हटाइदिन्छ। कफीसँग लगाएर डबल कमाइ गर्न सकिन्छ। अनि एउटै रुखले एक वर्षमा 50 देखि 70 किलोसम्म फल्न सक्छ। सोच्नुस् त त्यसको बजार भाव कति होला? त्यसो भए प्रश्न यही हो,
के यो सुनौलो फसल साँच्ची नै नेपालका किसानहरूको लागि एउटा बलियो र सम्पन्न भविष्यको ढोका खोल्ने साँचो बन्न सक्छ त? सङ्केतहरू त सबै सकारात्मक छन् र यदि यसलाई सही ढङ्गले अगाडि बढाउन सकियो भने यो सानो दानाले नेपालको कृषिमा साँच्चीकै ठूलो परिवर्तन ल्याउन सक्छ।